लगाउनु पर्यो। अब मैले राष्ट्रिय आविष्कार केन्द्र खोलेर चलाइरहेको छु। त्यस्तो काम चाहिँ सरकारले गर्ने काम हो, तर गरिन। सरकारले गर्दै गरिने ढङ्गै ल्याएन। त्यही भएर म आफैले खोलेर त्यहाँ चलाएको हो। यसरी चाहिँ म राजनीति गर्ने मान्छे होइन, म समाजसेवा गर्ने मान्छे हो। समाजसेवा गर्छु भनेर लागिसकेपछि राजनीतिमा लाग्ने होइन। मैले सबैलाई यही कुरा सिकाउँछु। सिधै राजनीति गर्ने भएदेखि राजनीतिमा मात्रै लाग। कि चाहिँ समाजसेवा गर्ने भने समाजसेवा मात्रै गर। समाजसेवा नि गर्छु राजनीति पनि गर्छु भने कोही भन्छ। किनभने राजनीति गर्नलाई एउटा पार्टी समातेपछि अर्को पार्टीको मान्छेले खुट्टा तानिहाल्छ, उँभो लाग्न दिन्न, विरोध गरिहाल्छ। क्या जे गरे नि विरोध गर्छ। म यहाँ नाङ्गीमा बसेर यो माइती जिल्लामा विभिन्न कामहरू गर्दाखेरि राजनीतिमा नलागिकन गर्दाखेरि पनि मेरो खुट्टा तान्ने मान्छेहरू छन्, धेरै छन्, अझै पनि छन्, पहिला पनि थिए। तर कसैले खुट्टा तानेर त मैले तानिँदैन। त्यसो भएको हुनाले म राजनीतिमा नलागेर कुनै पार्टीबाट नउठेको हो, स्वतन्त्र उम्मेदवारबाट उठेको हो। किनभने म राजनीति गर्ने मान्छे होइन, म त समाज सेवा गर्ने मान्छे हो। समाज सेवा गर्नलाई म जिन्दगीभर समाज सेवा गर्ने हो, कोही राजनीतिमा लाग्ने होइन। अहिले यो संसदमा चाहिँ यो चुनाव जितेर गएर माथि संसदमा गएर पनि मैले राजनीति गर्दै, म राजनीति गर्नलाई त्यहाँ जान खोजा होइन। हुन्न संसदमा गएर म एक्लै हुन्न। अहिलेको चुनावमा विभिन्न जिल्लाबाट जितेर आउने खास गरी युवाहरू र एकदम भ्रष्टाचार नगर्ने सांसदहरू, जनताको सेवा गर्छु, देशको विकास गर्छु भनेर चुनाव लडेर जितेर आएको एकदमै त्यस्ता सांसदहरूसँग मिलेर मैले चाहिँ एउटा टिम बनाएर उनीहरूसँग मिलेर सरसल्लाह गरेर देशको विकासको लागि के गर्ने भन्ने कुरा म उनीहरूसँग मिलेर गर्छु। म एक्लै हुन्न। जस्तो अरूले भन्छन् एक्लै सांसद के अरे स्वतन्त्रबाट उठेर गएपछि एक्लै हुन्छ, केही गर्न सक्दैन भन्छन्। अब सक्छ कि सक्दैन हेर्ने हो, अर्को वर्षतिर हेर्ने हो, प्रयास गर्ने हो। यसरी म चाहिँ उठिहालेँ। अब उठिहालेपछि अब भोट माग्दै हिँड्नु परिहाल्यो। तर भोट भनेर म चाहिँ त्यसरी मरिहत्या गरेर भोट माग्दैन, अनि कसैले चाहिँ मनपर्छ भने देऊ, विश्वास लाग्छ भने देऊ। मलाई विश्वास लाग्दैन भने अब जसलाई विश्वास लाग्छ त्यसैलाई देऊ। व्यक्ति भोलि भनेर आएको यही हो। अब रह्यो, अब के छ भने मान्छेहरूले भन्छन् अहिलेको चुनावमा जितेर गएपछि के गर्छौ त? व्यक्तिलाई के गरिदिन्छौ, हाम्रो गाउँलाई के गरिदिन्छौ भनेर भन्छन् मान्छेहरू। किनभने अरू उम्मेदवारहरू आएर के भन्दो रहेछन् भने यो तपाईँहरूको गाउँमा यस्तो गरिदिन्छु, उस्तो गरिदिन्छु, यहाँ यस्तो ल्याइदिन्छु, यस्तो बनाइदिन्छु भनेर अनि भोट माग्दा रहेछ। मैले त त्यसो गर्दैन। म चाहिँ त्यतिकै हावामा यसो गरिदिन्छु उसो गरिदिन्छु भनेर जनतालाई हावामा मैले चाहिँ कुनै आश्वासन दिनहुने के बनाइदिन्छ। अनि हावा उठाउँछ। भेटघाट हुने हो, आउने हो, कुराकानी गर्ने हो, प्रार्थना गर्ने हो, प्रतिनिधिहरूसँग अनि कार्यक्रम बनाएर अगाडि बढ्ने हो। ल कसैलाई
यही कुराहरू छ भने भन्नु। अब चुनाव चिन्ह त मोबाइलमा देखिसक्यो होला हौ सबैले। नारा लगाइसक्यो। अघि नै नारा लगाइसक्यौँ। अब यो चुनावको चिन्ह ल्याऊ, भोट पनि हाल्यो होला पहिला पहिला, धेरैपल्ट हाल्यो होला। पहिलोपटक हाल्ने त छैन होला नि, कोही छ? को छ पहिलोपटक हाल्ने? लौ त हात उठायो हुन्छ। कोही छ यहाँ? होइन के भोट हालेको सबैले कतिपल्ट हाल्यो कतिपल्ट हाल्यो, केही सिकाउनु पर्दैन। ल सबैले लिएर ल। कसै पनि नजाने, खाजा खाएर जाने। पुरै खाली टाइटा पापा